त्यस्तै तपाईले सुन्नुपर्छ ल ल सुन्नु होला हामीले श्रमदान गरिरहेका छौं त्यो श्रमदान अभियानको थुप्रै परिणामहरू रिजल्ट्सहरू हैन सार्वजनिक हितमा थुप्रै रिजल्ट्सहरू हामीले देखाउन सफल भएका छौं ती मध्येको एउटा रिजल्ट हो आज हामीले चाहिँ यहाँ यो पकुवा र सर्दुको दोभानमा त्यसलाई पकुवा खोला भन्छ त्यो सर्दु खोला हो हैन यो पकुवा र सर्दुको दोभानमा हामीले चाहिँ कोका श्रम आयोजना 2 भन्छु म कोका खानेपानी श्रम आयोजना 2 अन्तर्गतको पानी लिएर त्यहाँनेर हामीले हैन रमाइरहेका छौं नुहाइरहेका म सम्पूर्ण सहयोगी मनहरूलाई सम्पूर्ण पौरखी हातहरूलाई सम्पूर्ण सहयोगी सम्पूर्ण श्रमदाता सबैलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्न चाहन्छु आज नो म्याटर कति सहयोग गरेको हैन 1 रुपैयाँ त गरेन होला तै पनि हैन यो त चाहिन्छ यो त मेरो साथ हो म घरको साम्पामै हो यो है सुन्नुहोस् है राम्रो सुन्नुहोस् आज एकवटा कुरा मैले भन्नै पर्छ यहाँ यो एकदमै राम्रो हाम्रो ठुलो उपलब्धिको अवसर हो सबैले सुन्नु होला कति सहयोग गरेको भन्नेसँग सरकार राख्दैन 100 रुपैयाँ सहयोग गरेको होला 1 रुपैयाँ सहयोग गरेको होला 1 लाख रुपैयाँ सहयोग गरेको होला 5 लाख गरेको होला 10 लाख गरेको होला जसले जति सहयोग गरेको सबै सहयोगदाताहरूलाई बराबरी उति नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु ती श्रमदाताहरू जसले मसँग प्रत्येक दिन श्रम गर्नुभयो उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु कोही एकछिन आउनुभयो एक दिन आउनुभयो है र सहयोग गर्नुभयो उहाँहरूलाई पनि उति नै धेरै हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहन्छु जसले नैतिक समर्थन मात्रै गर्नुभयो फेसबुकमा राम्रो छ भनेर भन्नुभयो उहाँहरूलाई पनि हार्दिक धन्यवाद जसले विरोध गर्नुभयो आलोचना गर्नुभयो है अनावश्यक मुद्दाहरू लाउनुभयो उहाँहरूलाई चाहिँ एक मुरी अझै धेरै धन्यवाद छ हामी हाम्रो देशलाई बनाउनका लागि भेला भएका छौँ यहाँहरूलाई मैले बारम्बार भनिरहेको छु हामी हाम्रो देशलाई बनाउनका लागि श्रम गर्नका लागि यहाँ कुनै व्यक्तिलाई अर्को साम्पाङलाई अथवा उसको समूहलाई अथवा एउटा संस्थालाई अथवा एउटा पार्टीलाई अथवा एउटा जातिलाई हामीले सहयोग गर्न आएको होइन यो पानी जो मान्छेले हामीले लिएर आयौं यो पानी जो जसले लिएर आयौं सबैले खान पाउँछ यो पानी अब यसको चाहिँ नि हैन जता यसो छुयो त्यतै काँडा बिज्ने खालको सुक्खा न सुक्खा खङ्ग्रमै परेको कस्तो परेको खङ्ग्रमै परेको तपाईको चाहिँ मौसममा छललल पानी कोकाको हामीले ल्यायौं एकछिन नबोल्नु एकछिन तपाईको पालो आउँछ म माइक्रोफोन दिन्छु 2 घण्टा बोल्छु सुरुमा सुन्नुपर्छ मैले अघि सुरु भने सुनिएन भने बुझिदैन नबुझिकन काम गर्नु र आँखा चिम्लेर यात्रा गर्नु एउटै है त्यसले गर्दा सुन्नु हामीले ल्याइराखेको पानी जुन छ यो पानी नभएर श्रमदाताको पसिना हो त्यसैले है धाराको धारा पसिना बगाएर हामीले चाहिँ यो पानी ल्याएका थुप्रै श्रमदाताहरू आज त्यो सेलिब्रेसनमा मात्रै किन जानु हैन काम भएको भनेर घरमा बस्नु भएको छ मलाई म उहाँहरूलाई पनि धन्यवाद दिन चाहन्छु है यहाँ के जानु नाच्नु खानु मात्रै के जानु काम भयो त म जान्थेँ भनेर पनि धेरैजना यहाँ आउनु भएको छैन म उहाँहरूलाई हार्दिक सम्मान गर्न चाहन्छु उहाँहरू घरमै भए पनि हैन उहाँहरूलाई हार्दिक धन्यवाद दिन हामीले हाम्रो चाहिँ आवश्यकतालाई हामी आफैले परिपूर्ति गर्नुपर्छ म तपाईहरुलाई अलिकति अब 2 मिनेट भएको छैन नि हैन घडी हेर्दै गर्दा हो 1 मिनेट चाहिँ भयो अब फेरि 1 मिनेट हामीले हाम्रो श्रमको अभियान यो पकुवा खोलाबाट गरेको पकुवा खोलाबाट हामीले हाम्रो श्रमको अभियान सुरु भयो यहाँ माथि एउटा पाइप बेग्लै हुनुहुन्छ त्यो पाइप पनि हामीले चाहिँ श्रमदानबाटै लगेको यहाँको पानी लगिसकेपछि हामी
निशाने सर्दु फर्दु हैन तामाथाम कता कता तपाईको चाहिँ भालु खोला सेउटी खोला तर्फ पनि गएर हामीले पानीको पाइपहरू जोडेको पहिला असोजदेखि ट्याङ्कर। नमस्कार दर्शकबिन, यसरी कोका खाने पानी भाग 2 चाहिँ धरानमा यसरी झरेको छ र केटाकेटीहरू चाहिँ यहाँ यसरी खेल्दैछ धमाधम। धमाधम सबैजना पानीको खुसियालीमा हजुर यसरी चाहिँ नुहाउने काम पानीमा रमाउने यस्तै कुराहरू चाहिँ भइरहेको छ र अहिले यहाँको टुटनमा चाहिँ यति काम चाहिँ भइरहेको छ यहाँ भने टुटनको काम चाहिँ यसरी अब यो पाइप जोड्नुको लागि पारिपट्टि ल्याउनुको लागि भने यहाँदेखि चाहिँ यसरी माथि ल्याइन्छ। यो पहिला आएको कोकाको भाग पार्ट 1 को पाइप हो भने दोस्रो यो डोरीमा आउँछ। डोरीबाट आउँदाखेरि यसरी पहिलो र दोस्रो सँगै घरतिर परतिर जान्छ। यस्तो टुचनमा चाहिँ यसरी यो डोरीले मुनिको चाहिँ सुतीको डोरीले चाहिँ तानिन्छ। यसरी तानेर चाहिँ यो पाइप चाहिँ आउँछ र यो चाहिँ सिधै बिस्ने ट्याङ्कीमा लगाइन्छ यो पानी र त्यहाँबाट ट्रान्सफर भएर माथि सुन्नीमा ट्याङ्कीमा जान्छ भन्दै तपाईहरुलाई यो चाहिँ 2081 साल चैत्र 23 गते शनिबार यसको सेलिब्रेसन गरिसकेका छौँ हामीले र अहिले चाहिँ यस्तो मजाले पानी झरिरहेको छ कि यस्तो मजाले यस्तो व्याख्या गर्नै सकिरहेको छैन हामीले। यस्तो मजाले पानी आएको छ कोका खोलाबाट 42 किलोमिटर पार गरेर यहाँ आइपुगेको पानी। यो पानी अरू कसैले नभए हामी सबैजना मिलेर हामी नेपाली मिलेर यो पानी धरानसम्म ल्याउन सफल भएका छौँ। यो खुसियालीमा हामीले जो मजाले सेलिब्रेसन गरिसकेका छौँ र अहिले भनेको पौडी खेल्ने केटाकेटी अनि ठुलो मान्छे नुहाउने पानीमा भिज्ने रमाउने कामहरू चाहिँ यसरी भइरहेको छ भन्दै तपाईहरुले यो भिडियो देख्नु भएमा आफ्नो कमेन्टहरू गर्नुहोला, लाइक कमेन्ट सेयर गरिदिनु होला र देशप्रेमी श्रमदाता युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। यस्तै भिडियोहरू अपडेट हुनेछ। यहाँ श्रमदान सम्बन्धीको भिडियोहरू मात्रै अपडेट गरिनेछ। त्यसले गर्दा कहाँ श्रमदान भइरहेको छ, कहाँ काम हुँदैछ भन्ने कुरा जानकारी पाउनको लागि भिडियो सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनु होला। धन्यवाद तपाईहरुलाई। Đi